म दुईटा बाकस घुमाउँछु त्यो दुईटा बाकसमा तपाईहरुले मलाई खदामाला भन्दा पनि तपाईहरुको सुझाव पेटिका म घुमाउँछु यसपालि हैन सुझाव पेटिका घुमाउँछु त्यहाँ तपाईले के थोक माग्ने के थोक भन्ने मलाई गाली गर्नुपर्ने छ भने लेखेर गाली गर्नु जान खाने चिनी खाने चाहिँ नलेख्नु हैन त्यो बाहेकको अरु सबै लेख्नु सुझाव र सल्लाह माग्न म आउँदैछु लेखेर नाम नम्बर र ठेगाना सहित लेखेर तपाईहरुले ठीक बनाइराख्नु है त्यतिखेर कता आउ खै कागजले नै कलमले भन्ने स्थिति हो नहोस् त्यो भन्दा अगाडि गोजीमा राखिराख्नु मलाई खदामाला र अबिर पर्दैन म तपाईहरुलाई धन्यवाद दिँदै गर्दाखेरि त्यो मतपेटिका भन्दा त्यो सुझाव पेटिकामा त्यो माग पेटिकामा तपाईहरुको माग र सुझाव आउनुपर्छ कति आउँछ म हेर्छु हैन अनि त्यो अनुसार यो माग रहेछ है भनेर त्यो कुरा लगेर म सदनमा गएर मैले चाहिँ भन्ने हो नत्र के को आधारमा भन्ने हैन मैले चाहिँ एउटा कुरा दिन खोजेको छु जनताले चाहिँ अर्को मागिरहेछ भन्दा तालमेल मिल्दैन त्यो आलु र पिँडालु भन्छु नि म जनतालाई चाहिँ समस्या खानु मन लागेर आलु मागिरहेको हुन्छ मैले चाहिँ पिँडालु दिइरहेको हुन्छु पिँडालुको समस्या बन्दैन त्यसले गर्दा अहिले नै मैले भनिरहेको छु सुनसरी एकवासीलाई हैन अहिले नै तपाईहरुको सुझाव के छ तपाईहरुको समस्या तपाईहरुको दुःख सबै कुराहरुलाई सदनमा गएर हैन तपाईको चाहिँ नि त्यहाँ गएर मुखरित गर्ने त्यहाँ गएर बोल्ने त्यहाँ गएर माग गर्ने त्यहाँ गएर उफ्रिने भनौं न जे भन्दा पनि हुन्छ त्यो माध्यम हो अर्का साथमा